ओके, हामी चाहिँ अब कम्बिनेसन सुरु गर्न गइरहेको छौँ है। कम्बिनेसन छ हाम्रो। पर्मुटेसनभन्दा कम्बिनेसन अलि सजिलो छ है। अलि होइन, धेरै सजिलो छ। त्यसमा धेरै दिमाग लाउनु पर्छ, क्या यता गर उता गर तनाव। होइन, यसमा अलिकति त्यति गाह्रो छैन है। ओके, युनिट के छ हाम्रो? अल्जेब्रा छ। हामीले पढिरहेको च्याप्टरको नाम के हो? पर्मुटेसन कम्बिनेसन हो। र यस आजको सेसनमा हामीले कुन टपिक कभर गर्छौँ? हामीले कम्बिनेसनको बेसिक कन्सेप्ट अनि फर्मुला अनि के छ हाम्रो क्वेसन आन्सर डिस्कस गर्छौँ है। ठिक छ। ओके, सबैलाई हाम्रो नेपाल एजुकेसन ग्रुपमा स्वागत छ। ओके, अगाडि बढौँ है। यहाँ मैले फर्मुला लेखाएको छु। यो अहिले यो नहेरौँ है। मजाले पहिले मैले के भन्छु त्यो हेरौँ। पहिले इक्जाम्पल हेरौँ। पहिले इक्जाम्पल हेरौँ है। पहिले इक्जाम्पल के भन्छ भन्दा एरेन्ज अरेन्ज के बनाएको छ? डिजिट्स 1 3 5 टु फर्म के बनाएको छ? 2 डिजिट नम्बर भन्यो। अनि के भन्यो? एउटा अर्को इक्जाम्पल छ। सिलेक्ट डिजिट के बनाएको छ? 1 3 5 टु फर्म के बनाएको छ? 2 डिजिट नम्बर भनिदियो। यो क्वेसन हेर्दै गर्दा होइन, यो दुइटा इक्जाम्पल हेर्दै गर्दा हामीलाई उस्तै उस्तै लाग्छ। यो दुइटा इक्जाम्पल हेर्दै गर्दा के भन्छ? हामीलाई उस्तै उस्तै लाग्छ। तर धेरै फरक छ है। धेरै फरक छ। याद छ होला, मैले जुन पर्मुटेसन पढाउँदै गर्दा यो इक्जाम्पल युज गरेको थिएँ अगाडि है। याद छ होला? भने त्यो अगाडिको भिडियो हेर्नु पर्यो नि त। यो मजाले त्यहाँ हेरै जान्छ सुन। हो कि न प्रवीण भाइ? हेलो, अलिअलि याद आयो? अरेन्ज बनाएको छ, अरेन्ज गर्नु पर्यो हामीले चाहिँ। एरेन्ज बनाए के हुन्छ उहाँलाई? त्यो भनेको पर्मुटेसन गर्ने भने हो। सेलेक्ट बनाए के हुन्छ भन्दा यो कम्बिनेसन भने हो। ठिक छ। ल अब पर्मुटेसन हामीले चाहिँ सिम्पली कसरी गरेका थियौँ भन्दा त्यो बेला छोड यहाँ। अरेन्ज डिजिट 1 3 5 टु फर्म के भनेको छ? 2 डिजिट नम्बर भनेको छ। 2 डिजिट नम्बर भनेको दुईवटा डिजिट भएको नम्बर के दुई अङ्कले बनेको। जसो 1 3 र 5बाट दुई कुन कुन बन्छ? एउटा 1 र 3 बन्छ, एउटा 3 र 1 पनि बन्छ होइन। यो 1 3 5बाट के गर्यो हामीले चाहिँ दुइटा दुइटा मैले दुइटा डिजिट छाने। कुन छाने? 1 र 3 चुज गरेँ। जसबाट के बन्यो हाम्रो? पहिलो सेलेक्सन गर्ने, सेलेक्सन गरेर के गरे? एरेन्ज गर्ने। 1 र 3 एरेन्ज गर्दा के भन्छ? 1 र 3 बन्छ अनि 3 र 1 बन्छ। दुइटा डिजिट बन्छ है। त्यसै गरी के भन्छ? मैले फेरि के छाने? यो 1 र 3 छानिसकेपछि अब कसको पालो? 3 र 5 मैले चुज गरेँ, सेलेक्सन गरेँ। अनि 3 र 5बाट के हुन्छ? 35 बन्यो। अर्को अर्को कति बन्यो? 53 बन्यो। त्यसै गरी के हुन्छ हाम्रो? अब के हुन्छ हाम्रो? 1 र 5बाट छान्दै गर्दा एउटा 15 बन्यो, एउटा कति भयो? 51। कतिवटा बन्यो जम्मा चाहिँ हाम्रो? 6वटा बन्यो। 6वटा भने कति वेज भयो हाम्रो? 6 तरिकाले 6वटा नम्बर सम्भव भए। यो भयो हाम्रो पर्मुटेसनमा भयो। केमा भयो? यो भयो पर्मुटेसन भयो है। त्यो भने के हो? अब्जेक्टलाई के गर्ने? सिलेक्ट गर्ने, सिलेक्ट गरेर के गरे? एरेन्ज गर्ने। दुइटै काम हुन्छ है। सेलेक्सन पनि गरिन्छ अनि त्यसपछि के गरिन्छ? हाम्रो एरेन्ज गरिन्छ पर्मुटेसनमा। तर कम्बिनेसनमा के गरिन्छ? एउटा मात्रै काम गरिन्छ, जस्ट सेलेक्सन मात्रै गर्ने। त्यो भनेको छान्ने मात्रै। 1 3 र 5बाट के गर्ने? हामीले सिलेक्ट गरेर 2 डिजिटको नम्बर बनाउनु पर्ने छ भने यस्तो बेला के गर्छौँ हामीले? 1 र 3 सिलेक्ट गर्यो भने 1 3 मात्रै बन्यो एउटा। 1 3 5बाट हामीले 1 र 3 सिलेक्ट गर्यो भने एउटा मात्रै नम्बर बन्यो, 1 र 3। ठिक छ। बन्न त 3 र 1 पनि बन्छ। तर के भन्छ? कम्बिनेसनमा के भन्छ भन्दा 1 र 3 1 र 3 1 एउटै बन्ने बुझिन्छ। त्यही भएर जस्ट सेलेक्सन मात्रै गर्ने हो। जस्ट 1 3 चुज गर्यो, 1 3 बन्यो एउटा। अर्को के भन्छ हाम्रो? 3 र 5 हुन्छ। अर्को के भन्छ हाम्रो? 5 र कति बन्छ? 1 बन्छ। यसरी के भन्छ भन्दा जम्मा कतिवटा बने? कम्बिनेसन भनेको छान्ने के। 1 र 3 चुज गर्दा एउटा मात्रै बन्छ के, दुइटा बनाउनु पाइन्न। एउटै बन्यो, 1 3 बन्यो। 3 र 5 डिजिट चुज गर्दा के भन्छ? 35 बन्यो। कि त 35 मात्रै बन्छ कि त के भन्छ? 53 मात्रै बन्छ। एउटा मात्रै एउटा मात्रै बनाउने। ठिक छ, जस्ट सेलेक्सन गर्ने के। अर्को त्यो भन्छ 1 र 5बाट के भन्छ हाम्रो? 5 1 मात्रै बन्यो। ठिक छ। अझ के भन्यो? 15 मात्रै भयो। यसरी कतिवटा बन्यो? कतिवटा डिजिट बन्यो हाम्रो? 3टा बन्यो। 3टा नम्बर बन्यो। त्यो भनेको 3टा वेभ हो। कतिवटा वेभ हो? 3टा वेभ हो। यो भयो हाम्रो सिम्पली हामीले लजिक लगाएर गऱ्यौँ र फर्मुलाबाट कसरी गर्ने यहाँ हेर। फर्मुलामा के गरेको थियो याद छ? पर्मुटेसनमा के थियो हाम्रो? पर्मुटेसनमा याद छ? पर्मुटेसन के थियो अरे? यान पी यान कमा आर भनेको थियो हाम्रो यान फ्याक्टोरियल डिभाइड बाई यान माइनस कति थियो? आर फ्याक्टोरियल। अब हेर त कतिवटा डिजिट छ यहाँ? कतिवटा डिजिट छ यहाँ? 3टा डिजिट छ भने कति हो? यान कति भयो? 3 भइगयो। पी 3 कमा कतिवटा छान्ने? 3टा डिजिटबाट कतिवटा बनाउने हो? 2 डिजिटको नम्बर बन्ने हो भने दुइटा दुइटा सेलेक्सन गर्ने हो नि त। त्यही भएर 2 3 आउट अफ 2 आउट अफ 3 भनेको है। त्यही भएर 3 फ्याक्टोरियल डिभाइड बाई कति भन्छ? 3 माइनस 2 फ्याक्टोरियल। त्यो भनेको कति हो? 3 इन्टु 2 फ्याक्टोरियल इन्टु 1 भइगयो। तल 3 माइनस 2 भनेको 1 1 भइगयो। कति आयो? 3 6 आयो। आन्सर मिल्यो कि मिलेन? मिल्यो। त्यसरी कम्बिनेसन हेर। कम्बिनेसनमा के हुन्छ भन्दा कम्बिनेसनको फर्मुला के हो हाम्रो? पी एन कमा आर यहाँ छ है।
पी सरी सी कमा कम्बिनेसनमा सी लेख्छु है। सी एन कमा आर भनेको त्यो हुन्छ भन्दा यसलाई यस्तो पनि लेख्नु मिल्छ है। यसलाई हामीले सी यस्तो पनि लेख्छौँ, जुन लेख्दा पनि हुन्छ इच्छा अनुसार। मैले यस्तो लेखेँ, त्यो भनेको एन फ्याक्टोरियल डिभाइड बाई एन माइनस आर फ्याक्टोरियल अनि कति आउँछ आर फ्याक्टोरियल। त्यो भनेको अब कति राख, तिनवटा डिजिटबाट बनाउने हो, 3 फ्याक्टोरियल राख। 3 माइनस कति हो होइन, यो त 3 हो नि त। तिनवटा डिजिट भने के आउँछ सी 3 3 भयो के कतिवटा चुज गर्ने, तिनवटाबाट दुईवटा बनाउने, दुई डिजिटको बनाउने हो। अनि कति सेलेक्सन गर्ने, दुईवटा डिजिट सेलेक्सन गर्ने हो, त्यही भएर 2 भयो। त्यही भनेको 2 आउट अफ 3 भनेको है। त्यही भएर आर कति छ हाम्रो 2 छ। 2 गर्दा कति आउँछ 3 फ्याक्टोरियल, यो भनेको 1 फ्याक्टोरियल अनि 2 फ्याक्टोरियल। त्यो भनेको 3 इन्टु 2 इन्टु कति हो 1 भइगयो, तल 1 फ्याक्टोरियलको 1 भइगयो, 2 फ्याक्टोरियलको के भन्छ 2 इन्टु 1। यो सबै घट्यो, कति आयो 3 आयो। हाम्रो आन्सर पनि कति आएको थियो 3 आएको थियो। यसरी के हुन्छ भन्दा हामीले सिम्पली निकाल्न सक्छौँ। यो भयो कम्बिनेसन भयो, यो के भयो हाम्रो जस्ट कम्बिनेसन भयो है। ठिक छ, अब यति भइसके पछाडि अब हेरौँ, अब डल्लै डिफिनेसन लागौँ। डिफिनेसनमा के आउँछ भन्दा कम्बिनेसनको डिफिनेसन के भन्छ, द सेलेक्सन अफ अब्जेक्ट, द सेलेक्सन अफ के भनेको छ ग्रुप अफ नम्बर्स, कलेक्सन अफ नम्बर्स अथवा के भन्छ कलेक्सन अफ त्यो हाम्रो अब्जेक्ट। टेकन के भनेको छ सम। सम भनेको जस्तो के भन्छ हामीले 1 3 5 बाट कतिवटा लियौँ हामीले, दुईवटा मात्र लियौँ नि त। किनकि 2 डिजिटको नम्बर बनाउने भनेको त्यो हुन्छ 1 3 5बाट हामीले दुईवटा चुज गर्यौँ। त्यही भएर सम भनेको दुईवटा चुज गर्यो, केही चुज गर्छौँ टोटलबाट अथवा सबै पनि चुज गर्न सक्छौँ है। सबै चुज गऱ्यो भने के हुन्छ हाम्रो यहाँ 3 हुन्थ्यो, 3 डिजिटको नम्बर बन्थ्यो। त्यो भने के हो एउटै बन्थ्यो 135, अथवा के एउटा मात्रै बन्थ्यो है, कुरो बुझिरहेको छ, अथवा 513, अथवा के भन्छ 315, एउटा मात्रै बन्छ है, अरू बन्दैन। 135 बन्नु र 513मा कम्बिनेसन के हो सेम कम्बिनेसन भन्छ। ठिक छ, त्यो छोड अब यहाँ के हुन्छ सम अर अल अफ देम एट अ के भन्छ टाइम विथाउट कन्सिडरिङ के भनेको छ अर्डर। जस्तो अर्डर कन्सिडर गरेर के भन्छ 1 3 1 3 भयो नि त, 1 3 र 3 1 भयो। यहाँ अर्डर चाहिँ कन्सिडर गऱ्यौँ, तर यसमा के भन्छ भन्दा 1 3 र 3 1 कम्बिनेसन सेम भयो, त्यही भएर अर्डर चाहिँ हामीले चाहिँ लिँदैनौँ। त्यही भएर सिम्पलमा के भन्छ त्यस्तो खालको अरेन्जमेन्ट के भन्छ जसमा चाहिँ के भन्छ हाम्रो अर्डर, अर्डर भने क्रम, अर्डर इम्पोर्टेन्ट छैन, त्यसलाई भन्छौँ कम्बिनेसन भन्छौँ है। फर्मुला टाइमसँग छँदैछ, द कम्बिनेसन अफ सेलेक्सन अफ एन डिफरेन्ट अब्जेक्ट्स टेकन आर एट अ टाइम इज, यो डिनोटेड बाई दिस सिम्बल, अनि फर्मुला गिभन बाई के भन्छ दिस फर्मुला भयो है। ओके, मजाले बुझ्यो होला। अब यति भइसके पछाडि अब हिसाब गरौँ है। लु हेर, त्योभन्दा पहिला के भन्छ हामीसँग हाम्रो क्लासमा जोडिनको लागि तपाईँलाई कस्तो क्लास कस्तो लागिरहेछ है, रमाइलो लागिरहेछ, इफेक्टिभ लागिरहेछ भने ढुक्कसँग क्लास जोइन गर्न सक्नुहुन्छ। एकदम मिनिमम फी छ है, एकदम थोरै फी छ होइन, थोरै फी होइन भाइ। हेलो विवेक भाइ, हजुर सर, हजुर। हाम्रो क्लासको फी सस्तो होइन र भाइ? एकदम सर, ठिक छ। यो अनुसार हाम्रो मेहनत अनुसारको सस्तो हो के। ल हेरौँ अगाडि बढौँ। होइन सर, राम्रो। हो किन भाइ भन त। हजुर सर, हजुर। ल ठिक छ, ओके। हामीले डिफिनेसन पढ्यौँ, केही इक्जाम्पल पढ्यौँ। अब के छ हाम्रो डिफरेन्स बिट्विन है, कहिले काहीँ सोध्न सक्छ डिफरेन्स बिट्विन पनि हाम्रो। सिम्पली के भन्छ भन्दा पर्मुटेसन बनाइ के भन्छ तिमीले डिफिनेसन खुवाइयो लेखिदिनु। द अरेन्जमेन्ट अफ नम्बर्स इन विच अर्डर इज इम्पोर्टेन्ट इज कल के हो पर्मुटेसन। द अरेन्जमेन्ट अफ नम्बर्स इन विच अर्डर इज के भन्छ नट इम्पोर्टेन्ट इज कल के भन्छ हाम्रो कम्बिनेसन। ठिक छ, अर्को फर्मुला द नम्बर अफ के भन्छ अब्जेक्ट टेकन के भन्छ टोटल नम्बर अफ एन डिफरेन्ट अब्जेक्ट टेकन आर एट अ टाइम इज के भन्छ भन्दा पी एन कमा आर इज इक्वल टु एन फ्याक्टोरियल। यो फर्मुला एक दुईवटा, तर ल्याङ्ग्वेज लेख है। स्टुडेन्टको बानी के भन्छ ल्याङ्ग्वेज चाहिँ नलेख्ने बानी हुन्छ, म्याथमा चाहिँ अलिकति ल्याङ्ग्वेज चाहिँ लेख्नै पर्छ, होइन नि मार्क्स आउँदैन भन्छ नि। सर म राम्रो गरेको थिएँ सर, म्याथमा फेल भएँ। बिबे भाइ हजुर सर। हो राम्रो गरेको सर, मैले म त पास पनि गरेको थिएँ सर मैले भन्छ, फेल भएँ किन, त्यसले ल्याङ्ग्वेजै प्रपर लेखा हुन्न के, सिधै जम्प कहाँबाट थाहा हुन्न त्यो गर्नलाई। अलिअलि ल्याङ्ग्वेज चाहिन्छ है, अलिअलि होइन राम्रोसँग ल्याङ्ग्वेज चाहिन्छ। त्यस कारणले गर्दा हजुर द सर। द द पर्मुटेसन अफ एन डिफरेन्ट अब्जेक्ट टेकन आर एट अ टाइम इज भनेर लेख्नुपर्छ यसरी। यहाँ पनि त्यही लेख्नु पर्यो, द कम्बिनेसन अफ एन डिफरेन्ट अब्जेक्ट भनेर। अनि बल्ल यहाँ मार्क्स पाइन्छ के। स्टुडेन्टले के भन्छ सिधै फर्मुला भन्छ ह्यापी लेख्छ, यो एन बनाए के हो थाहा छैन, आर बनाए के हो थाहा छैन, हो त्यो लेख्न जरुरी छ है। ल यति कुरा जानकारी गराएँ। अब रिलेसन बिट्विन पर्मुटेसन कम्बिनेसन के छ भन्दा सम्बन्ध है, दुइटाको सम्बन्ध यो कहाँबाट फर्मुलाबाट आउँछ अरे।
कम्बिनेसनको फर्मुला के हो अरे त n फ्याक्टोरियल डिभाइड बाई के हो n माइनस r फ्याक्टोरियल अनि कति हुन्छ यहाँ इन्टु इन्टु r फ्याक्टोरियल होइन यति मात्र नभएपछि यो के हो यो के हो पर्मुटेसन हो भनेपछि के लेख्ने मैले यसलाई यस्तो इन्टु कति 1/r फ्याक्टोरियल गर्न पाइयो पाइयो अनि यो कति हो अरे यो भनेको के हुन्छ भन्दा यति ब्याक यति चाहिँ डल्लो के हो n माइनस कति हो r हो तर डिभाइडमा कति छ r फ्याक्टोरियल यो के हो हाम्रो रिलेसन हो यसलाई यता लगे पनि हुन्छ है कसैले यता लग्न चलन छ त्यो भनेको pnr इज इक्वल टु सी आर फ्याक्टोरियल अनि सी एन कमा कति हुन्छ r कहिले काहीँ सोध्या हुन्छ कि हिसाबमा यो हाम्रो रिलेसन भयो है ठिक छ बुझ्यो होला ओके अगाडि बढौँ है यहाँ डिफिनेसन पनि लेख्ने स्क्रिनसट गरौँ है स्क्रिनसट गरौँ अगाडि बढौँ ल अब यहाँ आएर मजाले हेर त हामीले क्वेसन टेबल सब रेडी छ है जस्ट भर्ने मात्रै काम हो तर मजाले बुझाउँछौँ हामी क्वेसन नम्बर 1ले के भन्छ भन्दा अ बोय पुट्स हिज के भनेको छ ह्यान्ड इन्टु के भनेको छ ब्याग एउटा ब्याग छ अरे विच कन्टेन्स के भनेको छ 10 के छ हाम्रो डिफ्रेन्टली कलर्ड भनेको छ त्यो भनेको 10वटा बल छ अरे मार्बल्स भने गुच्छा है गोली भन्छ नि हामीले गुच्छा खेल्ने त्यस्तो गर्ने ट्विक हान्ने के हो त्यो गुच्छा छ अरे 10 डिफ्रेन्ट के बनाएको छ कलर भनेको 10वटा फरक फरक कलरका छन् भनेको ठिक छ यस्तो खालको ब्यागभित्र एन्ड ब्रिङ्स आउट के बनाएको छ 3 बनाएको छ यसो हात हाल्यो उसले हात हाल नहेर नहेर निकाल्ने फेरि नहेर नहेर निकाल्यो तिनवटा निकाल्यो भने के हुन्छ हाउ मेनी डिफ्रेन्ट रिजल्ट्स आर के भनेको छ पोसिबल हाउ मेनी डिफ्रेन्ट रिजल्ट्स आर पोसिबल भनेको छ तिनवटा निकाल्दै गर्दा के हुन्छ भन्दा मानव कुनै कुनै रातो निस्किन सक्छ होइन सेतो निस्किन सक्छ अथवा के हुन्छ कालो निस्किन सक्छ फेरि थाहा हुन्न नि त थाहा हुन्छ र थाहा हुँदैन हो त्यस कारणले गर्दा के हुन्छ भन्दा यस्तो बेला के अरे हाम्रो चाहिँ के हुन्छ भन्दा पर्मुटेसन कम्बिनेसन भनेको एक प्रकारको प्रोबेबिलिटी पनि हो कि एक प्रकारको किन प्रोबेबिलिटी नै हो सम्भाव्यता पढायो भने हामी ठ्याक्कै त्यही हो 10वटा छ ब्यागमा 10वटा बल छ फरक कलरका तिनवटा निकाल्ने भनेको छ यस्तो बेला के गर्छु भन्दा हामी कम्बिनेसन फर्मुला युज गर्छौँ सिम्पली द के अरे द के हुन्छ द नम्बर अफ के भन्छ हाउ मेनी डिफ्रेन्ट रिजल्ट पोसिबल द नम्बर अफ एरेन्जमेन्ट्स अफ कति हुन्छ कति अब्जेक्ट रे 3 अब्जेक्ट द नम्बर अफ अरेन्जमेन्ट्स के हुन्छ 10 अब्जेक्ट है 10 डिफ्रेन्ट के छ हाम्रो मार्बल्स टेकन के छ हाम्रो 3 एट अ टाइम 3 एट अ टाइम इज कति हो भन त कम्बिनेसन के हो सी 10 कमा कति हो 3 इज इक्वल टु यसरी गरे पनि हुन्छ होइन सर म यस्तो लेख्न चाहन्न भने के हुन्छ भन्दा द कम्बिनेसन अफ ल्याङ्ग्वेज दुईवटै हुन्छ है द कम्बिनेसन अथवा द सेलेक्सन अफ नम्बर अफ के भन्छ 3 मार्बल्स 3 डिफ्रेन्ट कलर मार्बल्स है ल 3 मार्बल्स आउट अफ 10 आउट अफ 10 मार्बल्स इज मार्बल्स क्यान बी डन इन कति वेज सी 10 कमा 3 वेज तिमीले जुनसुकै ल्याङ्ग्वेज लेख्दा पनि हुन्छ तिम्रो इच्छा 3 वेज इज इक्वल टु 10 फ्याक्टोरियल डिभाइड बाई 10 माइनस कति हो 3 फ्याक्टोरियल त्यो भनेको त्यो 10 फ्याक्टोरियल डिभाइड बाई 7 फ्याक्टोरियल है त्यो भनेको कति हुनुभयो 10 इन्टु कति भयो 9 इन्टु 8 इन्टु 7 फ्याक्टोरियल तलको 7 र माथिको क्यान्सल भयो अब यो मल्टिप्लाई गर्ने होइन 9 8 चाहिँ कति हो 72 72 10 7 7 20 भयो है यति के हुन्छ हाम्रो यति तरिकाले के निकाल्न सक्छौँ निकाल्ने होइन हो यो भयो हाम्रो यति पोसिबल के हुन्छ हाम्रो सेलेक्सन भयो है के छ बुझिरहेछ हेलो हेलो निर्जना नि बुझिरहेछ निर्जना सर बुझेछ ओके बुझिरहेछ है ल अब अलिकति बिस्तारै अब अलिकति गाह्रो गाह्रो बढ्दै जान्छ बिस्तारै अब यहाँ के भनेको छ हेर त क्वेसन नम्बर 2 ले फाइन्ड द नम्बर अफ वेज कति तरिकाले भनेको छ इन विच स्टुडेन्ट्स क्यान सिलेक्ट के भनेको छ 5 कोर्सेस होइन 5वटा कोर्स उसले छान्न पर्यो आउट अफ कति हो 8 कोर्स भनेको छ नि त यी
3 मार्बल्स आउट अफ कति हो 10 मार्बल्स भने हामीले भने जस्तै उसले के गर्नु पर्यो भन्दा 5वटा कोर्स छान्न पर्यो 5वटा कोर्स छान्न पर्यो कतिवटाबाट हाम्रो 8वटा कोर्सबाट छान्न पर्यो ठिक छ यहाँसम्म एउटा क्वेसन भयो है ठिक छ त्यसको लागि मैले टेबल बनाएको छु तिमीले यसरी गरे पनि हुन्छ अब हामी सजिलोको लागि टेबल बनाउँछौँ के गर्नु पर्यो द सेलेक्सन अफ के भन्छ कोर्सेस हैन क्यान बी डन इन फलोइङ वेज माथि ल्याङ्ग्वेज चाहिन्छ है कसरी सिधै टेबल बनाउँछन् ल्याङ्ग्वेज चाहिँ लेख्न यो कहाँ यो कसरी लेखेँ मैले यहाँ के छान्ने भनेको छ कोर्स छान्नु भने नि त त्यही भएर सेलेक्सन अफ कोर्सेस क्यान बी डन इन फलोइङ वेज अब हेर त यो दुईटा पार्ट छ यहाँनिर है दुईटा क्वेसन छ यहाँनिर त्यही भएर पार्ट 1 लेख पार्ट 2 ल्याए अब हेर टोटल कोर्स कतिवटा छ अरे 8वटा सब्जेक्टबाट 8वटा कोर्सबाट कतिवटा छान्ने 5वटा छान्ने त्यही भएर टोटल कोर्स कति भयो हाम्रो 8 भयो मैले सरीका चाहिँ टेबलबाट सिकाउँछु छिटो सजिलो मान्छ स्टार्टिङमा गाह्रो लागे पनि छिटो पनि हुन्छ सजिलो पनि हुन्छ टोटल कोर्स कतिवटा 8वटा कतिवटा छान्ने 8वटाबाट कतिवटा छान्ने 5वटा सिलेक्ट गर्ने यहाँ 5 लेख अब सेलेक्सन के हुने भयो भन्दा सी कति कमा 8 कमा कति हो 5 8 कमा कति हो 5 किनकि टोटल कति हो 8 हो कतिवटा छान्ने 8वटाबाट 5वटा छान्ने त्यही भएर के भन्छ एन कमा आर भने जस्तै 8 कमा कति हो 5 भयो यो के भन्छ आन्सर हुन्छ ठिक छ कति हुने भयो यसको सक्छु तिमीले आर 8 फ्याक्टोरियल डिभाइड बाई यहाँ आन्सर लेखिदिइसकेको छु मैले तिमीले यहीबाट हेर्नु हामीले 8 फ्याक्टोरियल माइनस कति 5 फ्याक्टोरियल तिमीले गर्न सक्छौ यो गर्दा कति आउँछ हाम्रो 56 आउँछ यो भइहाल्यो ठिक छ यो त बुझ्यौ मजाले अब हेर अब अलिकति दिमाग खराब है थोरै दिमाग खराब हेर त इफ 3 कोर्सेस भनेको छ इफ 3 कोर्सेस आर कम्पलसरी 3टा कोर्स चाहिँ के छ हाम्रो कम्पलसरी छ त्यो भनेको जस्तो कम्पलसरी सब्जेक्ट के हुन्छ तिमीले 10 क्लास पढ्दै गर्दा कतिवटा कम्पलसरी हुन्थ्यो कतिवटा कम्पलसरी 5वटा कम्पलसरी हुन्थ्यो त्यो 5वटा त लिनै पर्यो कम्पलसरी लिनै पर्यो नि इङ्ग्लिस नपढ्छ के भन्छ तिमीले कतिवटा छाने अरे कति 7वटा सब्जेक्टमा 10 क्लासमा पढ्दै गर्दा कतिवटा तिमीले के भन्छ होइन सर म इङ्ग्लिस पढ्दै पर्दैन भन्न पाइन्छ पाइन्न तिमीले पढ्नै पर्यो त्यो कम्पलसरी हो कम्पलसरी के हुन्छ भन्दा तिमीले छान्ने कतिवटा सब्जेक्ट 5वटा कोर्स छानियो होइन कतिवटाबाट 8वटाबाट जसमध्ये के छ भन्दा 3टा कोर्स चाहिँ कम्पलसरी छ अनिवार्य छ भने अब कतिवटाबाट कतिवटा छान्न पर्यो हेलो कतिवटाबाट कतिवटा छान्न पर्यो अब त्यही भएर टोटल कोर्सेस कति हुन्छ टोटल कोर्सेस हुन्छ हाम्रो 8 माइनस 3 त्यो भनेको त्यो 5वटा सब्जेक्टबाट किनकि 3टा त कम्पलसरी हो 5वटा मध्ये के हुन्छ सुन है टोटल कतिवटा थियो 5वटा थियो 5वटाबाट छान्न पर्ने कतिवटा 8वटाबाट छान्न पर्ने कतिवटा 5वटा तर 3टा कम्पलसरी भइदियो 3टा कम्पलसरी भइदियो भने के हुन्छ भन्दा कतिवटा बच्यो 5वटा टोटल बच्यो होइन यो 3टा त हामीले छानिसक्यौँ 5वटा मध्ये कतिवटा छान्यौँ हामीले 5वटा मध्ये 5वटा छान्दै गर्दा 3टा त हामीले पहिले छानिसक्यौँ कति बच्यो 2टा बच्यो त्यही भएर के हुन्छ भन्दा 5वटाबाट कतिवटा छान्न पर्यो हामीले 2टा छान्न पर्यो त्यही भएर यहाँ पनि कति हुन्छ भन्दा के लेख्नु पर्यो 5 माइनस कति 3 इज इक्वल टु कति हो 2 अब सेलेक्सन लेख के भन्छ सी कति कमा 5 5 कमा कति हो 2 अब हिसाब गरेर कति हुन्छ यसको 5 फ्याक्टोरियल डिभाइड बाई तल 5 माइनस 2 भनेको कति हो 3 फ्याक्टोरियल त्यो भनेको 5 इन्टु कति हो 5 इन्टु 4 इन्टु 3 है होइन 10 कि 20 हो मिस्टेक गरेँ मैले ल 3 फ्याक्टोरियल 5 कति हो सरी 5मा 2 हुन्छ गरे नि कि 5 माइनस 2 भनेको 5 माइनस 2 भने 3 त हो नि ठिक छ है भने कति भयो हाम्रो 5 माइनस 2 त 3 भएको 3 फ्याक्टोरियल ठिक छ 3 घट्यो कति आयो 20 आए मिस्टेक गरेछु मैले 20 फ्याक्टोरियल हुँदो रहेछ है कुरो बुझिरहेको छ हेलो यो बुझ्यो कि बुझेन यो इम्पोर्टेन्ट छ है बुझ्यो कि बुझेन हेलो प्रवीण भाइ हजुर सर यो बुझ्यो कि बुझेन भन त बुझ्यो सर बुझ्यो बुझ्यो नि कम्बिनेसन होइन नि कम्बिनेसन जस्तै गर्दैन परम्युटेसन कम्बिनेसन हो नि
कम्बिनेसन हो कान्छे हो, हामीले पढिरहेको कम्बिनेसन त सुरुमा पढाएको। कम्बिनेसनमा त माइनस आर माइनस गरेर फेरि आरले मल्टिप्लाई गर्दैन सर। ए छुटिरहेको नि यहाँ, त्यही त कोही बोल्दैन यार यहाँ। हजुर। ए हो त, कोही बोल्ने यार, हो सही हो। 10 फ्याक्टोरियल डिभाइड बाई, मेरो दिमागमा बसिरहेको छ यहाँ त। 10 माइनस 3 फ्याक्टोरियल अनि 3 फ्याक्टोरियल, हो त सही हो। बेलैमा सम्झायो तिमीले, दुर्घटना ठुलो हुन्थ्यो। ल हेरौँ के हुने भयो यहाँनिर। अघि नै किन भन्नु नगर्ने भाइ, मैले भन्नुपर्छ त। म त पर्मिटेसन होला भनेर झोकिरहेको थिएँ हेर्दाखेरि फेरि। कम्बिनेसन कमेको थियो 3 फ्याक्टोरियल, ठिक छ भाइ। 8 मा 5 मा घटाएर 3 भयो, 3 फ्याक्टोरियल हो। ठिक छ भाइ। अब यो कति हुने भयो हाम्रो, यो हुने भयो हाम्रो 5 फ्याक्टोरियल डिभाइड बाई 2 फ्याक्टोरियल अनि कति 2 फ्याक्टोरियल है। बेलैमा सम्झायो, ठिक गर्यो। अब हेरौँ डिभाइड बाई, भर्खर त हामीले फर्मुला लेख्या हो नि त यी कम्बिनेसन पढिरहेको छ हामीले। ल हेरौँ है, ठिक छ। अब हेरौँ यसपछि के हुने भयो। अघि यो 3 फ्याक्टोरियल भयो, 2 फ्याक्टोरियल भयो है। अब तिमीले गर्न सकिहाल्छौ। 5 इन्टु, यसको आन्सर यहीँनिर छ है। ठिक छ, 56 छ। यसको आन्सर कति हो, 10 हो है। ओके, स्क्रिनसट गर त। यो फर्मुलेसन पढाएर आएको, फर्मुले दिमागमा ती बसिरहेको भयो त, लेख्न लेख्या भर्खर है। बिहानदेखि साँच्चै पढाउनु गएन, त्यही भएर ल अगाडि बढौँ। क्वेसन नम्बर 3 हेर है, अघि नै भन्नुपर्ने। फ्रम के बनाएको छ, 10% है। फ्रम के बनाएको छ हाम्रो 10%। इन हाउ मेनी वेज क्यान सिलेक्सन अफ 4 बी मेड बनाएको छ। एकदम ख्याल गर है, इम्पोर्टेन्ट छ हाम्रो। 10वटा मान्छे छन् रे टोटल, जसमध्ये कतिवटा छान्न पर्यो हामीले, 4वटा छान्न पर्यो होइन। त्यही भएर के लेख्नुपर्छ हामीले, द सिलेक्सन अफ के भन्छ 4 पर्सन आउट अफ के भन्छ हाम्रो कति 10 पर्सन क्यान बी डन एज। तर तर के भन्छ, वेन वान पर्टिकुलर पर्सन इज के बनाएको छ, अलवेज इन्क्लुडेड बनाएको छ। हामीले के गर्नु पर्यो भन्दा 10जना मध्येबाट 10वटा खेलाडी छन् रे, सरले चाहिँ गेम खेलाउन लग्नाउनु भएको छ 10वटा खेलाडीलाई, ठिक छ। जसमध्ये कतिवटा छान्ने हामीले, त्यसमध्ये राम्रा 4वटा छान्ने, राम्रा कतिवटा छान्ने हामीले, 4वटा छान्ने। तर तर के हो भन्दा, त्यसमध्ये वेन वान पर्टिकुलर पर्सन इज के बनाएको छ, अलवेज इन्क्लुडेड। त्यो 4वटा छान्दै गर्दा 4वटा मध्ये एउटा चाहिँ के छ भन्दा एकदम सुपर प्लेयर हो, त्यो जहिले पनि के हुन्छ सेलेक्सनमा पर्छ भनेको। अलवेज इन्क्लुडेड भनेको 4वटा मध्ये के हुन्छ भन्दा एउटा त के पर्यो पर्यो, त्यसलाई छान्नै पर्दैन, त्यो अलरेडी लिस्टमै छ। कुरा गरिरहेको छ, अलरेडी त्यो के हुन्छ हाम्रो सेलेक्सन लिस्टमा छ भनेपछि अब कतिवटा कतिवटा छान्ने। त्यही भएर 10 माइनस 1 कति भयो, 9 भयो। 9वटाबाट कतिवटा छान्ने, 4 माइनस 1 भने कति हो हाम्रो 3। 9वटाबाट कतिवटा छान्न पर्यो हामीले, 3जना छान्न पर्यो, ठिक छ। 9वटाबाट, त्यही भएर के हुन्छ भन्दा टोटल कतिजना, टोटल पर्सन हुने भयो 10 माइनस 1 इज इक्वल टु कति हो 9। कतिवटा छान्ने, 4 माइनस 1 भनेको त्यो हाम्रो 3। 9वटाबाट कतिवटा छान्ने हामीले, 3टा छान्ने। त्यही भएर सिलेक्सन के हुने भयो हाम्रो, त्यो भने कम्बिनेसन भने है, सिलेक्सन भनेको यहाँ कम्बिनेसन लेख्दा पनि हुन्थ्यो, प्रायः जस्तो सिलेक्सन लेख्या हुन्छ। सी के हुने भयो 9 कमा कति हो 3। अब तिमीले गर्न सकिहाल्छ यसलाई निकाल्नु। यसको आन्सर यहाँ छ है। तर तिमीले गर्दै गर्दा यसरी गर्नु है, तिमीले कसै कसैलाई पत्दैन यो, डाइरेक्ट फर्मुलाबाट गर्नुभन्दा पनि 2-3 स्टेप खोल्नु त्यहाँनिर। 9 इन्टु 8 इन्टु 7 इन्टु 6 फ्याक्टोरियल, किनकि यहाँसम्म 9मा 3 घटाए 6 फ्याक्टोरियल हुन्छ त, यो 6 कट्यो। यति गरिदिनु है, कसै कसैलाई मन पर्दैन। यो कति आयो, 84 आयो बल्ल। यो बुझ्यो कि बुझेन, हेलो हेलो भाइ, कर्मराज भाइ बुझिरहेछ। हजुर बुझिरह। ल यो तर एउटा के समस्या के हुन्छ भन्दा, तिमीले बुझाएको छौ भाइ, तर तिमीले प्र्याक्टिस गर्दैनौ कि, तिम्रो समस्या छ बन्दा।
अनि पछि एक हप्तापछि के हुन्छ, मजाले बुझेको थियो यार कहाँ गयो। किनकि म्याथ हो कि म्याथ, म्याथ हेरेर सिक्ने भए त के हुन्थ्यो के हुन्थ्यो है। त्यस कारणले गर्दा कलम चलाउनु पर्छ, कोर्नु पर्यो। अब यहाँ यो यो आईमा के भनेको छ, आईआईमा के भनेको छ भन्दा वेन टु पार्टिकुलर पर्सन्स आर के भनेको छ, अलवेज एक्सक्लुडेड भनेको छ। यो भनेको एक्सक्लुडेड भनेको समावेश हुँदैन। त्यो भनेको 10 जना मध्ये 2 जना कहिले पनि समावेश, किनकि फटा खान् के, 10 जना मध्ये 2 जना फटा छन्। त्यही भएर त्यसलाई के भन्छ हामीले, सुरुमै के भन्छ भन्दा हामीले त्यसलाई हटायौँ, त्यसलाई छान्दै छान्दैनौँ हामीले। म कोच हो, खेलाडी हो नि त, खेलाडी हो नि त। अनि त्यो 10 जना मध्ये भन्छ के भन्छ, दुइटा चाहिँ, दुइटा मैले कहिले छान्दैन है। त्यो अलवेज के छ हाम्रो, एक्सक्लुडेड। त्यो भनेको अब कतिवटा छान्ने, 10 - 2 भने 8 जनाबाट कतिवटा छान्ने, 4 जना छान्ने। 8 जनाबाट कति छान्ने, 4 छान्ने। त्यही भएर के भन्छ भन्दा टोटल कति दिनुभयो, टोटल पर्सन भनेको कति दिनुभयो, 10 - 2 भनेको 8 भयो। तर कति आयो, 4। कन्फ्युज भयो यहाँ, यहाँ घटाउनै पर्दैन है। किनकि हामीले 10 जना समावेश पर्दैन, त्यो 2 जना 2 जना कहिले पनि पर्दैन त्यो सिलेक्सनमा। त्यो भन्नु खोज्यो। वेन टु पर्टिकुलर पर्सन्स आर अलवेज के भनेको छ हाम्रो, एक्सक्लुडेड इन सिलेक्सन भने त्यो छनौटमा पर्दैन भनेको हो। त्यही भएर सिलेक्सन के हुने भयो हाम्रो, सी 8 कति हो, 4। बाँकी तिमीले हिसाब गर्नु है, आन्सर यसको 70 छँदैछ, तिमी गर्न सकिहाल्छौ। स्क्रिनसट गर, मेरो काम बुझाउने हो है तिमीलाई। अब हटाबट मैले बुझाइदिन्छु। ल अगाडि बढौँ। यहाँ हेर है मजाले के भनेको छ, अ ब्याग कन्टेन्स 8 व्हाइट बल भनेको छ। मैले यहाँ 8 लेखेँ। कति कति ब्लू बल, 5वटा ब्लू बल छ, त्यो लेखेँ। इन हाउ मेनी वेज 5 व्हाइट बल्स, अनि के भनेको छ 3 ब्लू बल्स आर के भनेको छ, क्यान बी ड्रन भनेको छ। त्यो भनेको 8वटा व्हाइट बलबाट कति छान्नु पर्यो, 5वटा छान्नु पर्यो। त्यही भएर यहाँ के लेख, 5 लेख। 5वटा ब्लू बलबाट कति छान्ने हामीले, 3टा छान्यो। त्यही भएर के लेख, 3 लेख। अब सिलेक्सन तिमीले गर्न सकिहाल्छौ। 8 कति हो, 8 5 इन्टु सी 5 कति हो, 3। 5 3 है, तिमी निकाल्न सकिहाल्छौ। यसको आन्सर यही छ, 560। मैले दिएको छु आन्सर है। बुझ्यो कि बुझेन, हेलो हेलो दिपिका नानी, बुझिरहेछौ? हजुर सर। ल सजिलो छ है, मैले पर्मुटेसन सजिलो छ भने हो नि त। ल अब यहाँ हेर, यसै गरी तिमीले 5 पनि त्यही हो ठ्याक्कै। मात्र के भनेको छ, यहाँ बल भनेको छ, यहाँ कमिटी भनेको छ, मान्छे भनेको छ, बोइज र गर्ल्स भनेको छ। यहाँ के भनेको छ, मेन र वुमन भनेको छ। यो 5 4 5 6 एउटा हो तपाईँ है। अब अलिकति हेर, 7 पनि सेम हो, 7 पनि सेम हो, तर थोरै फरक छ। 4 म्याथमेटिसियन भनेको 4वटा के छ हाम्रो, गणितज्ञ छन्, म्याथमा एकदम पोख्त मान्छे। 6जना के छन् हामीसँग, स्ट्याट पढ्ने छन्। 5जना के छन् हाम्रो, यो इकोनोमिक्स पढ्ने, अर्थशास्त्र पढ्ने छन्। अर्थशास्त्रका विज्ञता भनेको ज्ञाता है, होइन, एकदम नलेज भएका। हाउ मेनी कमिटिज अफ 6 मेम्बर भनेको छ। एउटा कमिटी बनाउनु पर्यो, कतिवटा कमिटी बनाउन सकिन्छ, 6जना भयो, 6जना मान्छे भएको कतिवटा कमिटी बनाउन सकिन्छ भनेको छ। क्यान बी फर्मड सो एज टु इन्क्लुड, सो एज टु समय, इन्क्लुड भनेको के हो, हामीले इन्क्लुड गर्न पर्यो, त्यो भनेको समावेश गर्नु पर्यो। 2 मेम्बर्स फ्रम के भनेको छ, इच क्याटेगोरी भनेको कतिवटा क्याटेगोरी छ, 3टा क्याटेगोरी छ। 3टा क्याटेगोरीबाट के हुन्छ भन्दा प्रत्येकमा कतिवटा मेम्बर पर्नु पर्यो, दुई पर्नु पर्यो, दुई पर्नु पर्यो, ताकि के हुन्छ भन्दा हामीले एउटा कमिटी बनाउन सक्छौँ। कतिवटा 6जना मान्छे भएको एउटा कमिटी बनाउन सक्छौँ। त्यो भने के हो, दुईटा भने के हो, 2 मेम्बर्स फ्रम इच क्याटेगोरी भने के हो अरे, 2टा छान्ने। त्यही भएर 4वटा म्याथबाट 2टा छान्ने। के भन्छ, स्ट्याटिस्टिक्सबाट के छान्ने, 2टा छान्ने। 2 मेम्बर्स फ्रम इच क्याटेगोरी भनेको प्रत्येक क्याटेगोरीबाट 2 पर्ने गरी 6 मेम्बर भएको एउटा कमिटी बनाउने, होइन, 2 भनेको। त्यही भएर के भन्छ अब सिलेक्सन 4,2, होइन, यो 6,2, 6,2, अनि कति भन्छ फेरि, के भन्छ 6, कति 2। फेरि इकोनोमिक्स 5जना छन् है, 5 लेख्नु पऱ्यो नि त्यहाँ त। हो, यसरी के भन्छ हामीले गर्छौँ। के चाहिँ बुझिरहेको छ, हेलो बुझिरहेको छ है। ल अगाडि बढौँ, स्क्रिनसट गरौँ, अगाडि बढौँ। अब यहाँ हेर, यो धेरै इम्पोर्टेन्ट छ। यो क्वेसन नम्बर 8 हेर, अ पर्सन हेज गट कति भनेको छ, 12 होइन है, 12 होइन, 12 भन्छ। त्यो मोबाइल छ भने यसो प्रोनाउन्सिएसन 12 एक्वाइन्टेन्सेस भनेको छ। त्यो भने के हुन्छ भन्दा उसका 12जना के छन् हाम्रो चाहिँ
के भनौँ, पाहुना भनौँ, 12 जना पाहुना छन् ल। 12 जना मतलब उसँग के रिले मान्छेहरू छन् कि 12 जना उसँग मान्छेहरू छन्। अफ हुम के भनेको छ, जसमध्ये 12 जना मध्ये 8 जना के छन्, हाम्रो रिलेटिभ छन्। 8 जना के छन् हाम्रो, 8 जना के छ हाम्रो रिलेटिभ छन्। रिलेटिभ छन् के हो, नातेदार छन् है, आफन्त छन्, एकदम नजिकका आफन्त छन्, नातेदार है। यो 12 जना आफन्त छन्। 12 जना आफन्त मध्ये नातेदार कति पर्छन् हाम्रो, 8 जना नातेदार छन्, मतलब रगतको नाता पर्ने के नातेदार। इन हाउ मेनी वेज, अब ध्यान दिएर सुन त, 8 जना नातेदार छन् भने होइन, कतिजना के भन्छ कतिजना नन रिलेटिभ, रिलेटिभ भनेको आफन्त है, एकदम नातेदार। अब नन रिलेटिभ कतिजना आउने भयो, 12 जना मध्ये 8 जना चाहिँ के हुन्छ, रिलेटिभ छन् भने बाँकी कतिजना हुन्छन्, 4 जना के हुन्छ हाम्रो नन रिलेटिभ्स हुन्छन्। ठिक छ ल, यहाँसम्म है। इन हाउ मेनी वेज क्यान हि इन्भाइट 7 गेस्ट भनेको छ, यो कन्डिसन हो है। त्यही भएर कतिवटा गेस्ट, कतिवटा गेस्ट हो अरे, घरमा कतिजना गेस्ट बोलाउनु पर्यो, पाहुना कतिजना बोलाउनु पर्यो, 7 जना बोलाउनु पर्यो। 7 जना बोलाउनु पर्यो रे, कतिजना मध्येबाट, 12 जना मध्येबाट। सो द्याट फाइभ अफ देम मेबी के भनेको छ, रिलेटिभ्स। 7 जना मध्ये 5 जना के हुन्छन् भन्दा रिलेटिभ्स हुन्छन् भनेको। 7 जना मध्ये 5 जना के हुन्छन्, हाम्रो रिलेटिभ छन्। बाँकी बच्यो कतिजना, यो 7बाट 5बाट कति हो, 2 जना। 2 जना के हुन्छन् हाम्रो नन रिलेटिभ्स हुन्छन् भनेको, यसरी। यो बुझे कि बुझेन, हेलो? हेलो कपिल भाइ, क्वेसन बुझे कि बुझेन, हेलो? हजुर सर बुझेछ क्वेसन सर बुझे कि बुझेन? ल, यहाँ बुझेछ ल्याङ्ग्वेज लेख्नुपर्छ है, ल्याङ्ग्वेज लेख्नुपर्छ माथि। ल, अब हेर के गर्नु पर्यो, बुझ्यो भयो कि बुझेन भने तिमीले? बुझेछ भने सर बुझिहाल्छ है, ल ठिक छ। अब कम्बिनेसन के हो भने भयो, मैले फेरि भने 8 जना चाहिँ उसँग रिलेटिभ छन्, नातेदार छन्। 12 जना चाहिँ उसँग के भन्छ, आफन्ती छन्। 12 जना आफन्ती मध्येबाट होइन, नन रिलेटिभ कतिजना गए, 12 - 12 - 8 गर्दा कति हो, 4 जना भए। उसले चाहिँ 7वटा गेस्ट बोलाउनु पर्यो घरमा, होइन पार्टी दिन लाग्यो नि त उसले, होइन होइन कि कपिल भाइ, पार्टी दिनु पर्यो नि त, पास तिमी ढुक्को होइन, हामी कहाँबाट पास ढुक्को हो नि त, होइन भाइ? ल हेरौँ, अब 7 जना के हुन्छ, हाम्रो गेस्ट छन्, बोलाउनु पर्यो पाहुनाको घरमा भनेपछि, जसमध्ये सो द्याट फाइभ अफ देम के बनाएको छ, रिलेटिभ्स। 5 जना चाहिँ 5 जना रिलेटिभ्स हुन्छन् भने बाँकी कति, 2 जना बच्यो, 2 जना के भन्छन्, रिलेटिभ्स हुन्छन्। कम्बिनेसन के भन्नुभयो, 8,5 होइन, 8,5 अनि कति 4, कति 2 इन्टु 4, कति हो 2 है। यसरी के हुन्छ, हामीले आन्सर कति हो यहाँ चाहिँ गर्न सक्छौँ है। ओके, यहाँ त्यही भएर तल अलिकति है, द टोटल रिक्वायर्ड के हुन्छ हाम्रो एरेन्जमेन्ट्स इज इक्वल टु, यहाँ यसरी लेख्दा पनि हुन्छ है। यहाँ गरेर एउटा टक्क स्टेप लेख्नु यहाँ। ओके, 8 र क्वेसन नम्बर 9 के छ हाम्रो, सेम छ, ठ्याक्कै सेम सेम पप्पी सेम है, सेम सेम पप्पी सेम हो। यसको आन्सर पनि यहाँनिर छ, तिमी ट्राई चाहिँ गर्नु है, ट्राई एन्ड ट्राई अन्टिल यु डाई भन्छ नि त, यो ट्राई गर्नु हुन्छ। म अगाडि बढेँ, है, एकछिन सर्ट गरौँ, है। ल, सकियो सर त हौ। यसको अगाडिको पनि लेखेको न। हजुर, यसको अगाडिको त्यो स्क्रिनसट ल गरेर ए ल ल, अहिले त चाँडै सक्यो त, के भयो कम्बिनेसन छैन छ है। अब अलिकति क्वेसन, अलिकति एटलिस्टवाला एटमोस्टवाला क्वेसन बाँकी छन्, तिनी हामी चाहिँ गर्छौँ है फेरि है। ठिक छ, ल यसलाई पनि स्टार्ट गरौँ। कसैलाई सोध्नु पर्ने केही छ यहाँ? छैन सर, छैन। यो तिमीले गर्न सकिहाल्छौ यति त, होइन? मैले पहिलेदेखि सिकाइरहेको छु, समस्या भन्ने यसमा है। यहाँ ल्याङ्ग्वेज लेखिदिनु यहाँनिर, के लेख्नुपर्छ त, द सेलेक्सन अफ के हुन्छ हाम्रो गेस्ट फ्रम, होइन सेलेक्सन अफ कति गेस्ट रे, सेलेक्सन अफ 7 गेस्ट फ्रम के हुन्छ हाम्रो 12 के भनेको छ हाम्रो 12 एक्वाइन्टेन्सेस क्यान बी डन एज, क्यान बी के भनेको छ हाम्रो डन एज, यसरी लेख्नुपर्छ यहाँनिर। देयरफोर द टोटल के हुन्छ, टोटल के हुन्छ, अथवा देयरफोर द रिक्वायर्ड नम्बर अफ एरेन्जमेन्ट्स इज इक्वल टु भनेर लेख्नु।
कसैलाई एकदम पच्दै डाइरेक्ट गरेको तिमीले यो लेख्दै लेख्दैनौ भने के आउँछ कस्तो देखियो मान्छे छ जसको नाक छैन कस्तो देखिन्छ भाइ कपिल भाइ ठ्याक्कै त्यही सेम त्यही भयो त्यही भएर तिम्रो माथि मार्क्समा आउँदैन मैले काट्छु माथि ल्याङ्ग्वेज लेखेको छैन भने मैले काट्छु है पेपर पायो भने ठ्याप्पै त्यस कारणले गर्दा त्यहाँ लेख्नु ल्याङ्ग्वेज चाहिन्छ ल्याङ्ग्वेज कहाँबाट खोज्ने क्वेसनबाट यति कुरा बुझिराख है एउटा त हामीले ल्याङ्ग्वेज पहिले घटाइदिएको छौँ हामीले यसरी होइन टेबल बनाएर अनि त्यही माथि पनि माथि नलेखेपछि के हुन्छ यही हो समस्या म्याथमा मैले गरेको थिएँ सर कसरी फेल भनेर कारण यही हो ल ठिक छ ओके सबैलाई थ्याङ्क यू सबैलाई गुड नाइट अब चाहिँ सुतौँ है होइन भाइ अब चाहिँ सुतौँ है ओके